हेलो हाई गुड मर्निङ सबैजनालाई फेरि पनि ह्याप्पी दसैँ भन्दै आजको भिडियो चाहिँ सुरु गरिसकेको छु र आज चाहिँ अब खानाबाट स्टार्ट गरेको मैले चाहिँ आजको चाहिँ खाना स्टार्ट छ। मलाई चाहिँ खाना ल्याइदिइसक्नु भएको छ र आज चाहिँ ठुलो हड्डीदेखि सुरु भइसकेको छ। यता पकाउने यता हो ल्याइदिइहाल्यो। मामा पनि सुरु गरिसकेको छ भने ईशाले दुध लिएर आइसकेको छ भने अब हाम्रो बिहानको खानाबाट चाहिँ आजको भिडियो सुरु भइसकेको छ। अन्तिमसम्म हेरिदिनु होला भनेर तपाईँहरूलाई रिक्वेस्टमा हेरिदिनु पऱ्यो नि ब्युटी। ल मजा गर्नु होला, अन्तिमसम्म हेरिदिनु होला, साथ सपोर्ट दिनु होला। यस्तै छ जिन्दगी, मौसम यस्तै छ। ल मौसम यो खालको भएको छ, केसमा कलर गरेको हेरिहाल्नुहोस् कस्तो रहेछ। जिन्दगीमा फर्स्ट टाइम चाहिँ केसमा कलर लगाएको, तालुमा केसमा होइन होला, तालुमा होला। तालुमा के कलर लगाएको कस्तो हुनेछ तपाईँलाई म रिजल्ट देखाउनेवाला छु। आजको दिन मध्य दिन चाहिँ यस्तो छ, अल्छी लाग्दो भयो। आशा निदाउनै आँटिरहेछ अल्छी लागेर। एयर ड्रायर हुँदैछ यहाँ चाहिँ। केसमा कलर गरिसकेको हो, यस्तो भएछ कलर चाहिँ। कलर गरे पनि नुहाउँदाखेरि चाहिँ कलर चाहिँ यस्तो बस्यो, ठिकको बसेछ ठिक्कैको। ल नुहाइदिए पनि गरियो। चाहिँ हामी चाहिँ सानोको फुटबल भएको जग्गामा यो फुटबल हो। ल अब हामी चाहिँ यहाँनिर बुबुकोबाट फर्केको। केही बुबु चाहिँ बिमार हल्का ठिक हुनु भएछ। अस्ति चाहिँ निकै ज्वरोले साह्रो पारेको रहेछ। हामी भेटेर फर्केको। पानी आयो, यस्तो छ पानी चाहिँ हो। दसैँको टाइममा पानी गजब आइरहेछ, गजब छ। सरर पानी आइरहेछ र हामी चाहिँ यसरी दुईजना मिलेर चाहिँ हिँडिरहेको छौँ, मिली। ल ल मजाले लडियो भन्दै एउटा छ मजाले लडियो भन्दै। पानी परेर हरेस बेलुकाको माम पनि खास सुरु भइसकेको छ यहाँनिर। आशा भोक लाग्यो सबैजना सुरु। ल अब सुरु भयो खानाको। ल अब खाना खाने हो बेलुकाको खाना सुरु। यता पनि ल्याइसकेको कुरा हो, अब खाने हो। घाँटीको क्याप होला जस्तो भयो। ल ओके गाइस, सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आजको ब्लग चाहिँ मैले यहीँ राख्दैछु र भोलि फेरि अर्को ब्लग बनिनेवाला छ। सबैजनाले साथ सपोर्ट दिनु होला। ओके बाई बाई, गुड नाइट। फेरि पनि ह्याप्पी दसैँ भन्दै आजको ब्लगलाई यहीँ बन्द गर्न चाहन्छु। ओके बाई, गुड नाइट।